सन् 2003 को नेपाली बजारमा बजाज पल्सर 150 लन्च भएसँगै यसले नेपाली युवाहरूको माझमा आफ्नो मिनिमलिस्टिक डिजाइन, आइकोनिक राउन्ड हेडलाइट र सबैभन्दा महत्त्वपूर्ण त यसको 150 सीसी 4 स्ट्रोक इन्जिनको कारण पपुल्यारिटी गेन गर्न सफल भयो। ल ढिला नगरी आउनुहोस् हेरौँ यस भिडियोमा सन् 2001 मा पहिलो पटक लन्च भएपछि पल्सरले नेपाली मोटरसाइकल मार्केटलाई कसरी परिवर्तन गर्यो र त्यो के कारणहरू थियो जसले गर्दा यस बाइकलाई नेपाली युवाहरूको माझमा पपुलर बनायो। बजाज पल्सर संसारकै सबैभन्दा सफल बाइकहरूमध्ये एक हो। यदि तपाईलाई यसको लोकप्रियताको अझै गहिरो अनुमान लगाउनु छ भने यो सुन्नुहोस्। काठमाडौँको रिङ रोडदेखि पोखराको लेक साइड, बुटवलको हाइवे, धरानको उकालो र तराईका लामो राजमार्गसम्म पल्सर युवाहरूको पहिलो रोजाइ बनेको छ। नेपालमा 150 सीसी र 200 सीसी सेगमेन्टमा सबैभन्दा बढी देखिने बाइकहरूमध्ये पल्सर अगाडि पर्छ। विशेष गरी पल्सर 150 लामो समयदेखि नेपाली राइडरहरूको भ्याल्यु फर मनी स्पोर्टी बाइकको रूपमा चिनिन्छ। आज पनि धेरै राइडिङ ग्रुप, कलेज स्टुडेन्ट र दैनिक कम्युटरहरूले पल्सर नै रोजिरहेका छन्। सन् 1990 को दशकमा नेपाली मोटरसाइकल बजारमा स्कुटर र 100 सीसी कम्युटर बाइकको मात्र बोलबाला थियो। मानिसहरू बाइक किन्दा माइलेज र कम्फर्टमै केन्द्रित हुन्थे। विशेष गरी हिरो होन्डा CBZ, यामाहा RXZ र हिरो होन्डा स्प्लेन्डर प्यासन जस्ता कम्पिटिटरहरूलाई पछाडि पार्न बजाजले बजार ट्रेन्डभन्दा बिल्कुल फरक एक पावरफुल स्पोर्टी मोटरसाइकल विकास गर्न सुरु गर्यो। धेरै अनुसन्धान र फरक सोचपछि अन्ततः 2001 मा बजाज पल्सर 150 र बजाज पल्सर 180 बजारमा लन्च गरियो। बजारमा उपलब्ध अन्य बाइकभन्दा फरक, बजाज पल्सर बढी हेभी, बढी पावरफुल र निकै मोडर्न थियो। मस्कुलर बडी डिजाइन, 150 सीसी को पावरफुल इन्जिन र राम्रो फ्युल इकोनोमीका कारण मानिसहरूले यसलाई निकै रुचाए। धेरै बाइक अफ द इयर अवार्ड जितेपछि बजाजले आफ्ना दुवै लोकप्रिय बाइकलाई अपग्रेड गर्ने निर्णय गर्यो। त्यस वर्ष मोटरसाइकलमा आइकोनिक तथा तपाईँ हामीहरूलाई मनपर्ने ट्विन हेडल्याम्प्स थपियो। साथै बजाजको पेटेन्ट गरिएको DTSI प्रविधि पनि दुवै बाइकमा राखियो। यी अपग्रेड गरिएका मोडलहरूलाई UG1 भनेर चिनियो। त्यसपछि सन् 2003 मा DTSI टेक्नोलोजीको मद्दतले पल्सरको पावर अझै बढाइयो। 2004 मा अलॉय व्हील र ग्यास चार्ज्ड शक एब्जर्बर जस्ता फिचर दिएर बजाजले पल्सरलाई अन्य बाइकभन्दा धेरै अगाडि पुर्यायो। कुनै पनि बाइकले यस्तो पर्फर्मेन्स र स्टाइलिङ दिइरहेको थिएन। सन् 2006 मा पल्सर UG5 आएपछि बजारमा प्रतिस्पर्धा झन कडा बन्यो। नयाँ पल्सर UG5 मा इम्प्रुभड स्टाइलिङ, ट्विन पाइलट लाइट, शार्प टेल लाइट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र साइड स्ट्यान्ड इन्डिकेटर जस्ता प्रिमियम फिचर थिए। यी सबैसँगै सलिड बिल्ड क्वालिटी र दमदार पर्फर्मेन्सका कारण यो बाइक देशभर लोकप्रिय बन्यो। शहरदेखि गाउँसम्म मानिसहरूले अन्य बाइकभन्दा पल्सर नै रोज्न थाले। पल्सर 150 एक अलराउन्डर बाइक थियो जसले मालिकलाई राम्रो पर्फर्मेन्स, भरपर्दो रणनीति र कम्फर्टको अनुभव दिन्थ्यो। पल्सर 150 को सफलता बीच सन् 2007 मा बजाजले बोल्ड कदम चालेर अहिलेसम्मकै सबैभन्दा पावरफुल र युनिक पल्सर 220 लन्च गर्यो। सेमी फ्याट डिजाइन भएको यो बाइक अत्यन्तै लोकप्रिय बन्यो। पुरै पल्सर रेन्जको बिक्री उच्च बिन्दुमा पुग्यो। यो बजारमा उपलब्ध अन्य बाइक भन्दा धेरै स्टाइलिश र पपुलर थियो। युवाहरू यसका पागल भए। बजाजले पनि टिभी शो र कलेज इभेन्ट मार्फत पल्सरलाई टिम स्पोर्ट बाइकको रूपमा प्रमोट गर्यो। त्यो अवधिसम्म पल्सर नेपालको सबैभन्दा लोकप्रिय र मन परेको बाइक बनिसकेको थियो। हरेक युवाको सपना पल्सर किन्ने थियो। त्यसैले बजाजले अझ सस्तो र सजिलै ह्यान्डल गर्न सकिने पल्सर 135 LS अर्थात् लाइट स्पोर्ट बजारमा ल्यायो। यसको डिजाइन अन्य पल्सर भन्दा फरक थियो। यद्यपि पर्फर्मेन्स राम्रो भए पनि बिल्ड क्वालिटी र अन्य केही समस्याका कारण यो बजारमा धेरै चलेन। सन् 2012 सम्म आइपुग्दा बजारमा अझ बढी स्पोर्टी र प्रिमियम बाइकको माग बढिसकेको थियो। यामाहा R1.5 र KTM ड्युक 200 जस्ता बाइकहरूले पल्सरको मोनोपोली र सेल्सलाई चुनौती दिइरहेका थिए। त्यसैले बजाजले बिल्कुल नयाँ पल्सर NS 200 लन्च गर्यो। यो अहिलेसम्मकै सबैभन्दा एडभान्स डिजाइन भएको पल्सर थियो जसमा मोनोसक सस्पेन्सन, फ्युल इन्जेक्सन र लिक्विड कुलिङ जस्ता प्रिमियम फिचर थिए। यसको 200 सीसी इन्जिनले करिब 23.5 bhp पावर उत्पादन गर्थ्यो। शानदार लुक र जबरदस्त पर्फर्मेन्सका कारण यो युवाहरूको मन परेको बन्यो। सन् 2015 मा बजाजले पूर्ण रूपमा फ्याट स्पोर्ट बाइक पल्सर RS 200 लन्च गर्यो। सुपर स्टाइलिश डिजाइन र रेसिङ ट्युन्ड पर्फर्मेन्सले यो बाइकलाई अत्यन्त आकर्षक बनायो। ट्विन प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक डिजाइन र रेस ट्युन्ड इन्जिनका कारण यो अन्य बाइकभन्दा धेरै स्पोर्टी देखिन्थ्यो। दमदार पर्फर्मेन्स र फरक डिजाइनका कारण यो बजारमा तुरुन्तै हिट भयो। त्यही समयमा बजाजले पल्सर AS 200 पनि लन्च गर्यो जो एडभेन्चर स्टाइलको बाइक थियो। तर त्यसबेला एडभेन्चर राइडिङको ट्रेन्ड धेरै नभएकाले यसले अपेक्षित सफलता पाएन। यो न त पूर्ण एडभेन्चर बाइक थियो न त सामान्य कम्युटर। अन्ततः 2017 मा यसलाई बन्द गरियो। त्यसपछि बजाजले ठूलो ग्राहक समूहलाई लक्षित गर्दै NS 160
लन्च गर्यो। यो NS 200 जस्तै देखिन्थ्यो तर सानो इन्जिन सहित। NS 200 किन्न नसक्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्यो र बजारमा सफल रह्यो। पछि 125 सीसी सेगमेन्टको लोकप्रियता बढेपछि बजाजले पल्सर 125 र NS 125 पनि लन्च गर्यो, जसले कम मूल्यमा स्टाइल र ब्रान्ड इमेज दियो। सन् 2015 पछि केही समय पल्सरमा ठूलो अपग्रेड देखिएन, तर 2021 मा बजाजले पल्सर ब्रान्डलाई फेरि नम्बर 1 बनाउने तयारी सुरु गर्यो। पल्सर F250 को लन्चसँगै पुरै पल्सर रेन्ज अपग्रेड गर्ने घोषणा गरियो। सम्भावना छ कि पुराना मोडलहरू जस्तै पल्सर 150, NS, RS र 220 लाई नयाँ जेनेरेसनले प्रतिस्थापन गर्छ। आजको समयमा 150 सीसी सेगमेन्ट निकै लोकप्रिय छ। यस्तो अवस्थामा सबैभन्दा आइकनिक बाइक पल्सर 150 को नयाँ संस्करण सबैको चासोको विषय बनेको छ। यसको डिजाइन कस्तो हुनेछ? के यसले आफ्नो पुरानो विरासतलाई निरन्तरता दिन सक्नेछ र सबैभन्दा महत्त्वपूर्ण त KTM, यामाहा, TVS, हिरो, होन्डा जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो साख र सेल्सलाई जोगाउन सफल होला त?